सम्पूर्ण मेरो युट्युबका साथीहरूमा नमस्कार तथा स्वागत छ यस च्यानलमा। आज 2082 साल माघ 5 गते काठमाडौँको खुल्ला मञ्चमा तामाङ समुदायको 2862औँ सोनाम लोछार कार्यक्रम अवलोकन गर्ने मौका पाइयो। साथै उक्त कार्यक्रममा सहभागी भएर तपाईँहरूलाई तामाङ समुदायको भाषा, वेशभूषा, कला संस्कृतिको बारेमा प्रत्यक्ष सांस्कृतिक कार्यक्रमहरू देखाउन प्रयास गरिरहेका छौँ। कृपया हेरेर साथ दिनुहोला। धन्यवाद। साथीहरू, म यस सोनाम लोछार कार्यक्रम स्थल खुल्ला मञ्च काठमाडौँमा पुगेको छु। यहाँ सुरु भइसकेको छ कार्यक्रम। म अलि ढिला पुगेको छु। सोनाम लोछारको अर्थ लो भनेको वर्ष, छार भनेको नयाँ वर्ष। सोनाम तामाङ समुदायले प्रयोग गर्ने चन्द्र पात्रो अथवा 12 वर्षको पशु चक्र हो। यसर्थ सोनाम लोछार भन्नाले तामाङ समुदायको चन्द्र पात्रो अनुसार मनाइने नयाँ वर्षलाई जनाउँछ। साथीहरू, सोनाम लोछार पर्व प्राय माघ महिनामा मनाउने गरिन्छ। यो पर्व तामाङ चन्द्र पात्रो अनुसार 12 वर्षे पशु चक्र मुसा, गोरु, बाघ, खरायो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुखुरा, कुकुर, सुँगुर अनुसार पर्छ भने यो साल चाहिँ घोडा वर्ष सुरु भएको छ। साथीहरू, यो पर्व बौद्ध धर्मसँग गहिरो रूपमा सम्बन्धित छ। गुम्बा तथा बिहारमा पूजा, प्रार्थना, शान्ति पाठ गरिन्छ। लामा गुरुहरूबाट आशीर्वाद लिइन्छ। पुरानो वर्षका नकारात्मक पक्ष त्यागी नयाँ वर्षमा सुख, शान्ति र समृद्धिको कामना गरिन्छ। साथीहरू, यो पर्वमा विभिन्न स्थानहरूमा सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिन्छ। जस्तै तामाङ सेलो, डम्फु नृत्य, लोकगीत, झाँक्री, सांस्कृतिक र्याली आयोजनाहरू पनि गरिन्छ। विशेष गरी यो तामाङ समुदाय र गुम्बा भएको जिल्ला र क्षेत्रहरूमा आयोजना गरिन्छ र काठमाडौँको टुँडिखेल, खुल्ला मञ्च, बौद्ध, स्वयम्भू लगायतका विभिन्न ठाउँमा पनि भव्य कार्यक्रम हुने गर्दछ। सोनाम लोछारले आपसी सद्भाव, कला, संस्कृति, पहिचान र वेशभूषाको संरक्षण गरिएको छ। नयाँ आशा र सकारात्मक सोचको सन्देश पनि यो पर्वले दिन्छ। आज सोनाम लोछार राष्ट्रिय पर्वको रूपमा मनाइएको छ। नेपाल सरकारले यस अवसरमा सम्बन्धित प्रदेश क्षेत्रमा सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। यसले तामाङ समुदायको पहिचान र सम्मानलाई थप बल दिएको छ।
व्यक्तित्वहरूलाई खाताद्वारा सम्मान गर्नुहुनेछ र प्रमुख अतिथिज्यूले उहाँलाई प्रमाणपत्रद्वारा सम्मान गर्नुहुनेछ र म कृपया धैर्य गरिदिनु होला, कृपया एकैछिन उडिदिनु होला। हामी तपाईँलाई यही भन्न चाहन्छौँ, हामी तपाईँलाई यही आग्रह गर्न चाहन्छौँ, यो सांस्कृतिक महोत्सव हो, हामीले यसलाई सकेसम्म धेरै संस्कृतिमय बनाउने हाम्रो प्रयास रहँदै आएको छ। यद्यपि हाम्रा नेताहरूबाट केही न केही हस्, धन्यवाद।
कार्यक्रम हो यो त्यसले व्यवस्थित माइक्रोफोनमा माइक्रोफोन व्यवस्थापन गरिदिनु निम्ति म अनुरोध गर्न चाहन्छु हस् ल एकदम धन्यवाद
यस समारोहका अध्यक्षज्यू, तामाङ समुदायका अग्रजहरू, देश विदेशमा रहनुभएका दिदीबहिनी र म यहाँको दिदीबहिनीहरू तामाङ लगायत हिमाली पहाड पहिचानलाई प्रतिनिधित्व गर्छ, जसको भाग्य सांस्कृतिक हो, भावी विविधता हाम्रो राष्ट्रिय शक्ति हो, सम्पत्ति हो। द्वारा मन्त्रोच्चारण जस्ता परम्परा धार्मिक चेतना, अभिवृद्धि र आत्मा शुद्धिका प्रक्रिया हुन्। आफन्त लगायत आदिवासी जनजाति समुदायहरूले पनि मनाउँदै आएको पाइन्छ। यसले हाम्रो सांस्कृतिक पहिचानलाई विश्व मञ्चमा पुर्याइएको छ। सोनाम लोसार जस्ता पर्वहरूले हामीलाई आफ्नोपन, मौलिकता र राष्ट्रिय एकताको भाव सिकाउँछन्। आजको समय देशले शान्ति, सुव्यवस्था, सह अस्तित्व र स्थायित्व खोजिरहेको समय हो। विविधता जान सक्छ। आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्य नबिर्सने, व्यक्तिगत स्वार्थभन्दा निरन्तर हितलाई प्राथमिकता दिने संस्कार हाम्रो सामना वर्षले यहाँहरू सबैको जीवनमा नयाँ ऊर्जा, उत्साह, उमङ्ग, समृद्धि र सफलताको ढोका खोलोस् भन्ने कामनासहित फेरि एकपटक सोनाम लोसार हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद। साथै अहिले दुर्गाजीले जुन भन्नुभयो सहयोगका कुराहरू गर्नुभएको छ, त्यो हाम्रो अनुपातिक रूपबाट सबै जाति जनजाति यहाँको चारवटा लोसार र माघी पर्वमा पटक पटक म सबैमा भाग लिन आएको छु। सबैलाई अनुपातिक रूपबाट सहयोग गर्नुपर्दछ भनेर अब फेरि एउटा चाहिँ के छ भने हाम्रो बैठक हुँदाखेरि त्यो कुराहरू म राख्दछु र एकपटकलाई मात्र होइन, प्रत्येक वर्ष यो यस किसिमको एउटा चाहिँ समारोहमा आफ्नो सबै कुरा विज्ञापन चाहन्छौँ। के भन्दाखेरि आजको कार्यक्रम हामी यहाँको विस्तार गरेर हामी कार्यक्रम गर्ने पछ्याउनु पऱ्यो। यो समय र सबैको लागि फेरि उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। कार्यक्रममा हामी यति बेला यो भव्य यो अवसरमा छौँ। यो अवसरमा हाम्रो कार्यक्रममा अहिले भर्खरै आइपुग्नुभएका गौरव चेतना विकास समितिका अध्यक्ष राजकुमार रामजीलाई पनि अतिथिको आमन्त्रण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। हामी विरामबाट हामीले सांस्कृतिक कार्यक्रमलाई अर्को वर्षभन्दा हामी धन्यवाद राख्दछु। आज यो सङ्घको तमाम समुदायको नाउँ दीर्घकाल खण्डमा मन्त्री हुनुभएका पूर्व मन्त्रीहरू र तमाम नेतृत्व सल्लाहकारहरू र यसमा नेपाल आर्थिक संघका किसान प्रतिष्ठानका उपाध्यक्षहरू हुनुहुन्छ र यहाँ उपस्थित सम्पूर्ण अतिथिहरू र सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू र नेपाल आर्थिक संघ महासङ्घको तर्फबाट र व्यक्तिगत जोगे लामा क्षेत्रको तर्फबाट सबैलाई आज हामी सब भोलो वर्ष प्रवेश गर्दैछौँ। यो भोलो वर्षको र नयाँ वर्षको सबैलाई यहाँ उपस्थित र देश विदेशीले आदिवासीलाई भोट दिन अनुरोध गर्दछु। हामी आदिवासीहरू देशका ढाडीपुर ठाउँमा नपुगिकन हामीले तपाईँले आदिवासीहरूलाई कसरी अगाडि बढाउने र देशको मूलधारमा कसरी आदिवासीहरूलाई ल्याउने भन्ने कुरामा विशेष जोड दिएर अगाडि बढिदिनु होला। र आज यो सांस्कृतिक कार्यक्रममा नै तपाईँले मैले यति धेरै कुरा
नराखेर यति मात्रै गए शुभकामना मेरो बन्द भइराख्न चाहन्छु। डाक्टर पूर्व ज्ञानको पाञ्जुलाई पनि अतिथिको आसन ग्रहण गरेर म हार्दिक अनुरोध गर्दछु। त्यसै मन्तव्य राखिनुको निमित्त तामाङ हेर्नुका सभाका साथीहरू तपाईँलाई यो साथसाथै यस्तै खालको कार्यक्रमहरू